लगाएर हामी यहाँनिर सुपर मार्केट रहेछ भन्ने थाहा पायौँ। त्यसो टक्क लाएर बुढाबुढी यहाँ आयौँ। यो बिल्डिङमा छ, यो चाहिँ गुम्बी सुर्खेतमा यो वाला बिल्डिङ जो हामी देखाइराखेका छौँ, यो वाला बिल्डिङ। अनि चाहिँ बुढी यता हिँड्दै छिन्, हेर्न सक्नुहुन्छ। टक्क लाएर एकदमै राम्रो रहेछ, यो ठाउँ पनि राम्रो छ। हामी सधैँ आइराख्ने आउने जाने गर्ने ठाउँ हो। हामी चर्चको लागि पनि आउँछौँ यहाँ हो, सङ्गतिको लागि। ल यहाँ चाहिँ गुमी सुपर मार्केट भनेर लेखेको रहेछ है, हेर्न सक्नुहुन्छ। दामी रहेछ यो चाहिँ, तपाईँ हेर्न सक्नुहुन्छ। अब श्रीमती उता पुगिसक्नु। यहाँ के पाउँदो रहेछ हामी हेरौँ है। जाऊ जाऊ तिमीले त्यहाँ, म आएँ। हामी इन्ट्री भयौँ है यतातिर। गुमी सुपर मार्केट है, यहाँ पनि राम्रो रहेछ। जोस् ससेज राख्नुमा चाहिँ यो लाने भन्ने हुन्छ। त्यसपछि अरू सामान के लानुहुन्छ हेरौँ। यो तेल पनि लग्नु भयो एउटा चाहिँ, उताबाट मसला पनि लग्नु भयो। यो चाहिँ चिकन मसला, मोमो मसला के रहेछ, मसला पनि लाने भन्नुभयो। चक्लेट पनि लाने, ए चटनी राम्रो छ। कति छ? 1200। के चाहिँ कफी हो? कपवाला कफी चाहिँ त्यसपछि हामी चाहिँ यहाँ काउन्टरमा आयौँ। हामी सामानहरू लियो। साँच्चीकै भनेको, ढाँटेको होइन।